फ्रिडम अफ लर्निङमा र आज भने तपाईको समक्षमा नयाँ क्लास लिएर आएको छु है र आज हामी वर्ल्ड इन्भाइरोमेन्ट डे को बारेमा चर्चा गर्नेछौँ कुरा गर्नेछौँ है र आशा गर्छु हजुरहरूले पनि वर्ल्ड इन्भाइरोमेन्ट डे मनाउनु भयो होला र आजको यो क्लास त्यही दिनको बारेमा रहनेछ र यसबाट तपाईले कहीं न कहीं एक्जाममा क्वेशन देख्न सक्नुहुनेछ है र यो वर्ष के कस्तो प्रकारले वर्ल्ड इन्भाइरोमेन्ट डे मनायो, थीम के थियो, कुन देशले होस्ट गरेको थियो, सबै कुरोहरू आजको यो क्लासमा हामी जान्नेछौँ र आउनुहोस् विलम्ब नगरिकन आजको यो क्लासलाई सुरु गरौँ है र हेर्नुहोस् फर्स्टमा रहेको छ क्वेसन नम्बर 1 मा रहेको छ यहाँनिर विश्व वातावरण दिवस हरेक वर्ष कहिले मनाइन्छ यानी कि वर्ल्ड इन्भाइरोमेन्ट डे चाहिँ वातावरण भनेको चाहिँ एन्भाइरोमेन्ट विश्व वातावरण दिवस हरेक वर्ष कहिले मनाउँछौँ हामी भनेर सोधेको छ। अप्सन्स रहेको छ 5 जुन, 22 अप्रिल, 15 अगस्त र 1 डिसेम्बर र यसको करेक्ट आन्सर के हुन्छ भन्दाखेरि 5 अफ जुनमा हामी वर्ल्ड इन्भाइरोमेन्ट डे मनाउने गर्दछौँ है र 22 अप्रिल पनि एउटा सिग्निफिकेन्ट डे हो। यसमा हामीले के मनाउँछौँ तपाईलाई याद छ भने कमेन्ट बक्समा आएर यसको आन्सर दिनु होला है र 15 अगस्त हामी मनाउँछौँ इन्डिपेन्डेन्स डे अनि 1 अफ डिसेम्बर हामी वर्ल्ड एड्स डे मनाउने गर्दछौँ र तपाईको होमवर्क चाहिँ के हो भन्दाखेरि 22 अप्रिलको दिन चाहिँ हामीले कुन चाहिँ डे मनाउने गर्छौँ त्यो तपाईले कमेन्ट बक्समा आएर आन्सर अवश्य पनि लेख्नु होला है र नेक्स्ट क्वेसनमा जाऊ विच इज क्वेसन नम्बर 2। क्वेसन नम्बर 2 मा रहेको छ विश्व वातावरण दिवस 2025 को थीम के हो यानी कि हरेक वर्ष जब पनि वर्ल्ड इन्भाइरोमेन्ट डे सेलिब्रेट गरिन्छ कुनै न कुनै थीम चुज गरेको हुन्छ। योपालिको थीम चाहिँ के रहेको थियो भनेर यहाँ प्रश्न राखेको छ। अप्सन 4टा रहेको छ है र तपाईले 4टा अप्सन मध्ये राइट पिक कुन चाहिँ गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ अप्सन नम्बर बी प्लास्टिक प्रदूषणलाई हराऊ। ओके र यसको इंग्लिश ट्रान्सलेसन चाहिँ हुन्छ बिट द प्लास्टिक पोल्युसन। बिट द प्लास्टिक पोल्युसन चाहिँ यसको करेक्ट आन्सर हुन्छ। नेक्स्ट र अझै एउटा कुरो यो जुन चाहिँ क्वेसन नम्बर 2 छ एकदमै इम्पोर्टेन्ट हो। यो चाहिँ तपाईले एक्जाममा आउनु सक्छ एकदमै 99% चान्स छ। 2025 को वर्ल्ड इन्भाइरोमेन्ट डे को थीम के थियो भनेर सोध्यो भने चाहिँ यो चाहिँ एकदमै सिग्निफिकेन्ट क्वेसन रहेको छ। तपाईको लागि स्टार मार्क गरेर राख्नुहोस्। यदि नोट गर्नु चाहनुहुन्छ भने नोट पनि गर्नुहोस् है। नेक्स्ट रहेको छ विश्व वातावरण दिवसको विश्वव्यापी उत्सव कुन संस्थाले नेतृत्व गर्छ यानी कि वर्ल्ड इन्भाइरोमेन्ट डे चाहिँ वर्ल्ड वाइड चाहिँ कुन चाहिँ अर्गनाइजेसनले कन्डक्ट गर्छ भनेर सोधिएको छ। अप्सन्स रहेको छ 4टा र 4टा अप्सन्स मध्ये तपाईको करेक्ट आन्सर हुनेछ अप्सन नम्बर बी। यहाँ पनि युएनईपी युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्रामले चाहिँ यो सञ्चालन गर्ने काम गर्दछ है र नेक्स्ट रहेको छ विश्व वातावरण दिवस 2025 को ग्लोबल होस्ट देश कुन हो यानी कि 2025 को वर्ल्ड इन्भाइरोमेन्ट डे होस्ट गर्ने कन्ट्री कुन चाहिँ हो भनेर यहाँ सोधिएको छ। अप्सन 4टा छ र यो पनि एकदमै इम्पोर्टेन्ट क्वेसनको लिस्टमा पर्दछ त्यसैले गर्दा यसलाई पनि स्टारमा गरेर राख्नुहोस् र 2025 मा चाहिँ वातावरण दिवसको ग्लोबल होस्ट को थियो तपाईलाई याद छ होला है र भारत त हुँदै होइन, साउदी अरेबिया पनि होइन, ब्राजिल पनि होइन र हाम्रोमा एउटै मात्र अप्सन रहन्छ त्यो हो तपाईको द रिपब्लिक अफ कोरिया। यो करेक्ट आन्सर हुन्छ। ओके अप्सन नम्बर सी। नेक्स्ट रहेको छ विश्व वातावरण दिवस पहिलो पटक कहिले मनाएको थियो। वर्ल्ड इन्भाइरोमेन्ट डे चाहिँ फर्स्ट टाइम कहिले सेलिब्रेट गरिएको थियो भनेर सोधेको छ है र अप्सन 4टा रहेको छ 1972, 1974, 80 एन्ड 1992 र करेक्ट आन्सर यसको हुन्छ 1974 मा चाहिँ हामीले प्रथम चोटि वर्ल्ड इन्भाइरोमेन्ट डे लाई चाहिँ सेलिब्रेट गरेका थियौं। ओके नेक्स्ट रहेको छ विश्व वातावरण दिवसको मुख्य उद्देश्य के हो र विश्व वातावरण दिवसको मुख्य उद्देश्य चाहिँ के हो भनेर मेन बेसिक अब्जेक्टिभ मेन अब्जेक्टिभ चाहिँ के हो भनेर सोधिएको छ। अप्सन्स हेर्नुहोस् 4टा अप्सन्स रहेको छ र जुन अप्सन पर्यावरणसँग रिलेटेड छ त्यो नै तपाईको करेक्ट आन्सर हुन्छ। पर्यावरण संरक्षणको लागि चेतना फैलाउने र कार्यको प्रोत्साहन यो नम्बर 2 विल बी योर करेक्ट आन्सर। ओके नेक्स्ट रहेको छ यो पनि एकदमै इम्पोर्टेन्ट क्वेसन हो। तलमध्ये कुन हरित ग्रह ग्यास होइन। ओके हरित ग्रह भनेको ग्रीन हाउस हरित गृह ग्यास कुन चाहिँ होइन भनेर यहाँ सोधिएको छ यानी कि ग्रीन हाउस ग्यास कुन चाहिँ होइन। अप्सन्स रहेको छ तपाईको यहाँनिर कार्बन डाइअक्साइड, नाइट्रोजन, मिथेन, नाइट्रस अक्साइड र यसको करेक्ट आन्सर के हुन्छ भन्दाखेरि नाइट्रोजन इज नट अ ग्रीन हाउस ग्यास यानी कि हरित गृह ग्यास होइन र बाँकी यो कार्बन डाइअक्साइड, मिथेन अनि नाइट्रस अक्साइड चाहिँ तपाईको के हो ग्रीन हाउस ग्यासमा पर्दछ। ओके र नेक्स्ट रहेको छ
मरुभूमिकरण भनेको के हो? एकदम इम्पोर्टेन्ट क्वेसन यो पनि। मरुभूमिकरण भनेको डेजर्टिफिकेसन। डेजर्टिफिकेसन भनेको चाहिँ के हो भनेर यहाँ प्रश्न राखिएको छ है। र डेजर्टिफिकेसनको नेपाली ट्रान्सलेसन चाहिँ के हुन्छ भन्दाखेरि मरुभूमिकरण। ओके, तपाईहरु कन्फ्युज नहुनु होला है। र अप्सन ए रहेको छ मिठाई बनाउने प्रक्रिया, अप्सन बी रहेको छ जङ्गलको विनाश, अप्सन सी छ शुष्क क्षेत्रमा जमिनको क्षय, अनि हिमनदी पग्लिनु। र यसको करेक्ट आन्सर छ तपाईको जङ्गलको विनाश। ओके, नेक्स्ट रहेको छ तलमध्ये कुन गतिविधिले जमिन र पारिस्थितिक तन्त्र पुनर्स्थापना गर्न मद्दत गर्दछ? र अप्सन्स रहेको छ तपाईको अप्सन ए मा रहेको छ तपाईको वन विनाश, अत्याधिक चरण, रुख रोपाई, औद्योगिक प्रदूषण। र यसको करेक्ट आन्सर हुन्छ तपाईको रुख रोपाईले चाहिँ के गर्छ भन्दाखेरि गतिविधिले जमिन पारिस्थितिक तन्त्र पार्न एकदमै सफल पार्दछ। नेक्स्ट रहेको छ विश्व वातावरण दिवस 2025 को आधिकारिक ह्यासट्याग के हो? यानी कि अफिसियल ह्यासट्याग चाहिँ के दिएको थियो विश्व वर्ल्ड इन्भाइरोमेन्ट डे 2025 को लागि भनेर सोधिएको छ। अप्सन्स यहाँ रहेको छ है। र यो डिस्कस गर्नुभन्दा अगाडि तपाईलाई एउटा सानो सूचना, यदि तपाईले कन्स्टेबल एक्जामको लागि प्रिपेयर गर्नु हुँदैछ भने तपाईले मेरो ई नोट्सहरु पनि रहेको छ जो डिस्क्रिप्सनमा लिंक रहनेछ, त्यहाँबाट गएर परचेज गर्न सक्नुहुन्छ तपाईले है। र एकदमै रिजनेबल रेटमा तपाईको लागि राखिएको छ। र अझै मैले होलिस्टिक नोट्स रेडी गर्दै छु, म त्यो तपाईलाई चाँडै अपलोड गरेपछि इन्फर्म गर्नेछु है। तपाईले त्यहाँ गएर चेक गर्न सक्नुहुन्छ। र नभए चाहिँ म तपाईलाई डाइरेक्टली तपाईको व्हाट्सएपमा पनि पठाउन सक्छु थ्रु गुगल जीपे द्वारा पनि एउटा मिनिमम शुल्क राखेको छु है, त्यसको द्वारा पनि तपाईले अवेल गर्न सक्नुहुन्छ यसलाई है। चाहेमा तपाईले कमेन्ट बक्समा आफ्नो ओपिनियन राख्न सक्नुहुन्छ। नेक्स्ट विश्व वातावरण दिवस 2025 को आधिकारिक ह्यासट्याग के थियो? हेर्नुहोस् अप्सन 4 रहेको छ। यसको करेक्ट आन्सर म तपाईहरुलाई भनिदिन्छु है। करेक्ट आन्सर चाहिँ के हो भन्दाखेरि बीट प्लास्टिक पोल्युसन। बीट प्लास्टिक पोल्युसन चाहिँ यसको ह्यासट्याग रहेको थियो यो पालिको वर्ल्ड इन्भाइरोमेन्ट डे को। ओके, र तपाईको लागि एउटा सानो करेन्ट अफेयर्सको होमवर्क है। र अहिले करेन्टली है इन्डियामा हाम्रोमा रामसर साइट चाहिँ 91 वटा भएको छ है। र एडिसनल यो वर्ल्ड इन्भाइरोमेन्ट डे को दिन चाहिँ दुईटा रामसर साइट चाहिँ इन्क्लुड भएको छ लिस्ट अफ रामसर साइटमा। ओके, इन्डियाको रामसर साइटको लिस्टमा चाहिँ दुईटा अझै साइट चाहिँ इन्क्लुड गरिएको छ जो चाहिँ राजस्थानबाट बिलोङ गर्छ। ओके, र यो दुईटा मिलाएर अब राजस्थानमा चाहिँ हाम्रो 4टा रामसर साइट भएको छ। र यो न्यूली एडेड जुन चाहिँ दुईटा रामसर साइट छ त्यसको नाम चाहिँ के हो तपाईले कमेन्ट बक्समा लेख्नुहोस्। यो एकदम इम्पोर्टेन्ट क्वेसन छ र यसलाई चाहिँ अफिसियली इन्क्लुड गरिएको थियो अन द ओकेजन अफ वर्ल्ड इन्भाइरोमेन्ट डे। ओके, 5 अफ जुन 2025 मा इन्क्लुड गरेको थियो। र मैले अलिकति ब्रिफ हिस्ट्री पनि यसको तपाईलाई राखिदिएको छु। र तपाईले यो दुईटा रामसर साइटको नाम चाहिँ मलाई कमेन्ट बक्समा आएर दिनु होला। आजको यो क्लास यति नै राख्दै तपाईलाई के कस्तो लाग्यो आफ्नो ओपिनियन राख्नु होला, आफ्नो भ्यूज राख्नु होला भन्दै यही छुटिदछु। धन्यवाद।